लागि प्रदर्शन गर्दैछौँ है 2082 मा सोधेको है क्वेसन नम्बर 1 मा के भनेको छ भन्दाखेरि बिलो इज अ सर्वे अफ 200 स्टुडेन्ट्स स्टडिङ इन अ क्लास 10 आस्किङ विच सब्जेक्ट डु यु प्रिफर बिट्विन म्याथमेटिक्स एन्ड इङ्ग्लिस हैन त्यहाँ डट दिएर रहेछ 120 स्टुडेन्ट्स लाइक म्याथमेटिक्स डट्स 110 स्टुडेन्ट्स लाइक इङ्ग्लिस अनि 30 स्टुडेन्ट्स लाइक नन अफ द टु सब्जेक्ट्स भनेको छ यो पहिला हामीले क्वेसनमा के देख्छ त्यो पहिला लेखिहालौँ है हामीलाई टोटल नम्बर अफ स्टुडेन्ट्स देख्छ है टोटल नम्बर अफ स्टुडेन्ट्स भनेको चाहिँ हाम्रो कति छ त भन्दाखेरि एनयु भनेको चाहिँ 200 छ है अर्को के छ त भनेको एनएम भनेको चाहिँ कति छ 120 छ अनि एनई भनेको कति छ हाम्रो 110 नै छ है अनि एम युनियन ई भनेको हु डोन्ट लाइक बोथ भनेको चाहिँ कति छ त 30 छ र ए नम्बरमा के सोधेको छ भनेदेखि राइट द सेट अफ स्टुडेन्ट्स हु लाइक नन अफ दिज टु सब्जेक्ट्स इन कार्डिनल नोटेसन बाई सपोर्टिङ द बाई सपोजिङ नट सपोर्टिङ है बाई सपोजिङ द सेट अफ स्टुडेन्ट्स हु लाइक म्याथमेटिक्स बाई एम एन्ड इङ्ग्लिस बाई ई भनेको है अब यसको चाहिँ हामीले सेट नोटेसन लेख्नु पऱ्यो है ल यसको सेट नोटेसन चाहिँ के हुन्छ त भन्दाखेरि हाम्रो एम युनियन ईको कम्प्लिमेन्ट नै हुन्छ यसको भनेको हाम्रो 30 छ र बी नम्बरमा के सोधेको छ भन्दाखेरि प्रेजेन्ट द एबभ इन्फर्मेसन इन भेन डायग्राम भनेको छ भेन डायग्राम हामीले बनाउनु पर्यो ल बी नम्बर हामीलाई भेन डायग्राम बनाउनु भनेको छ है भेन डायग्राम बनाउनु भन्दा पहिला चाहिँ हामीले लेट गर्नुपर्छ इन्टरसेक्सन पार्टको है लेट एन एम इन्टरसेक्सन ई इज इक्वल्स टु चाहिँ हाम्रो एक्स लेट गरौँ अब प्रेजेन्टिङ इन भेन डायग्राम है प्रेजेन्टिङ इन भेन डायग्राम प्रेजेन्टिङ इन भेन डायग्राम प्रेजेन्टिङ इन भेन डायग्राम वी गेट के हुन्छ त भन्दाखेरि यु लेख्नु पर्यो है रफली बनाएको छ हामीले भाइ बहिनीहरूले चाहिँ कम्पास र पेन्सिल युज गर्न होला इक्जाममा है यो एम हो यो ई हो है एक्स भनेको भित्र हुन्छ है अनि इङ्ग्लिस म्याथ लाइक गर्ने स्टुडेन्ट कति छ त 120 छ म्याथ ओन्ली चाहिँ 120 माइनस एक्स हुन्छ त्यसै गरेर इङ्ग्लिस लाइक गर्ने कति चाहिँ 110 छ होइन इङ्ग्लिस ओन्ली लाइक गर्ने चाहिँ 110 माइनस एक्स हुन्छ अनि हु डोन्ट लाइक बोथ चाहिँ कति छ त हाम्रो 30 छ सी नम्बरमा चाहिँ के भनेको छ भन्दाखेरि फाइन्ड द नम्बर अफ स्टुडेन्ट्स हु लाइक एक्ज्याक्टली वान सब्जेक्ट भनेको छ हु लाइक एक्ज्याक्टली वान सब्जेक्ट भनेको चाहिँ के हो त भन्दाखेरि यो 120 माइनस एक्स प्लस 110 माइनस एक्स यो पार्ट चाहिँ हामीले एड गर्नुपर्छ ओन्ली पार्टको चाहिँ हामीले एड गर्नुपर्छ त्यसको लागि चाहिँ हामीले म्याथमेटिक्स ओन्ली र इङ्ग्लिस ओन्लीको पहिला नम्बर फाइन्ड गर्नुपर्छ त्यसको लागि सबभन्दा पहिला चाहिँ एक्सको भ्यालु फाइन्ड गर्नुपर्छ है भेन डायग्रामबाट अब हामीले भेन डायग्रामबाट निकाल्नु सी नम्बरमा फ्रम भेन डायग्राम है फ्रम भेन डायग्राम के हुन्छ त भन्दाखेरि सब एड गर्दा होइन 120 माइनस एक्स प्लस 110 माइनस एक्स एड गर्दा अनि प्लस 30 पनि एड गर्दाखेरि चाहिँ हाम्रो टोटल नम्बर अफ स्टुडेन्ट्स 202 भने कति छ त हाम्रो 120 माइनस एक्स प्लस एक्स होइन प्लस 120 नट 120 110 माइनस एक्स प्लस 30 एड गर्दाखेरि चाहिँ कति हुन्छ त भन्दाखेरि हाम्रो 202 अनि ब्राकेट ओपन गरौँ 120 माइनस एक्स प्लस 110 माइनस एक्स प्लस 30 इज इक्वल्स टु 202 है माइनस एक्स प्लस एक्स हाम्रो क्यान्सल हुन्छ अर लेखौँ सबै एड गर्दा 120 प्लस 110 प्लस 30 एड गर्दाखेरि हाम्रो कति हो त 260 यो माइनस एक्स छ हाम्रो माइनस एक्स इज इक्वल्स टु 200 छँदैछ अर माइनस एक्स इज इक्वल्स टु 200 छँदैछ प्लस 260 हुँदा के हुन्छ माइनस 260 हुन्छ अर माइनस एक्स इज इक्वल्स टु माइनस 60 हुन्छ माइनस माइनस क्यान्सल दिया फोर एक्स इज इक्वल्स टु चाहिँ 60 चाहिँ हाम्रो हु लाइक बोथ सब्जेक्ट भनेको एम इन्टरसेक्सन ई हो यो भनेको चाहिँ है बिचको पार्ट हो एक्सको भ्यालु चाहिँ हाम्रो कति हो त 60 आयो अब हामीले के फाइन्ड गर्नुपर्छ त भन्दाखेरि हु लाइक ओन्ली म्याथमेटिक्स र हु लाइक इङ्ग्लिस अब डाइरेक्ट गर्दा पनि हुन्छ हामीले होइन 120 माइनस एक्स प्लस 110 माइनस एक्स चाहिँ हामीले फाइन्ड हु लाइक एक्ज्याक्टली वान सब्जेक्ट भनेको नि त हु लाइक एक्ज्याक्टली वान सब्जेक्ट भनेको चाहिँ हाम्रो के हो त भन्दाखेरि एन नट एम प्लस एन नट ई हो हाम्रो एन नट एम भनेको छ नि त भेन डायग्राममा 120 माइनस एक्स छ प्लस एन नट ई भनेको 110 माइनस एक्स छ होइन अब 120 माइनस एक्स भनेको कति छ त हाम्रो एक्सको भ्यालु 60 छ 60 प्लस 110 माइनस 60
60 होइन 120 माइनस 60 भनेको हाम्रो 60 नै हो प्लस 110 माइनस 60 भनेको हाम्रो 50 हो होइन यो दुइटा एड गर्दाखेरि कति हुन्छ त हाम्रो 110 हो लाइक एक्ज्याक्टली वान सब्जेक्ट चाहिँ कति रहेछ 110 यो चाहिँ हाम्रो एन्सर हो डी नम्बरमा के भन्दैछ त राम सेट द नम्बर अफ स्टुडेन्ट्स हु लाइक बोथ द सब्जेक्ट इज डबल अफ द नम्बर अफ स्टुडेन्ट्स हु लाइक नन अफ दिस सब्जेक्ट्स डु एग्री विथ राम्स स्टेटमेन्ट जस्टिफाई इट भनेछ द नम्बर अफ स्टुडेन्ट्स हु लाइक बोथ द सब्जेक्ट इज डबल अफ द नम्बर अफ स्टुडेन्ट्स हु लाइक नन अफ दि सब्जेक्ट्स भनेछ यहाँ है दुइटै बोथ लाइक गर्ने स्टुडेन्ट्सको नम्बर चाहिँ हु डोन्ट लाइक बोथ द नम्बर अफ स्टुडेन्ट्सको चाहिँ डबल छ भनेर भनेछ कि हामीलाई है भनेको चाहिँ हु डोन्ट लाइक बोथ सब्जेक्ट चाहिँ हाम्रो 30 छ हु लाइक बोथ सब्जेक्ट चाहिँ हाम्रो कति आएको छ त 60 आएको छ नि त भेन डायग्रामबाट होइन अब हु लाइक बोथ सब्जेक्ट इज डबल अफ द स्टुडेन्ट्स हु डोन्ट लाइक बोथ द सब्जेक्ट्स भनेर चाहिँ भनेछ छ नि डबलै छ नि होइन 30को डबल भनेको 60 हो नि त त्यस कारण हामीले के लेख्नु पर्यो त यस भनेर चाहिँ लेख्नु पर्यो है भनेको डी नम्बरमा चाहिँ के भन्छ त हाम्रो एम इन्टरसेक्सन एसको नम्बर चाहिँ कति छ 60 छ अनि एम युनियन एसको कम्प्लिमेन्ट भनेको चाहिँ कति छ 30 छ ठ्याक्कै डबल छ कि छैन त वुडन लाइक बोथ भन्दाखेरि वुड लाइक बोथ द सब्जेक्ट भन्दा ठक्कै डबल छ 30को डबल भनेको 60 हो होइन भनेपछि के लेख्नुपर्छ यस आई एग्री विथ राम्स स्टेटमेन्ट है स्टेटमेन्ट बिकज नम्बर अफ स्टुडेन्ट्स होइन नम्बर अफ स्टुडेन्ट्स हु लाइक बोथ सब्जेक्ट्स इज डबल अफ द स्टुडेन्ट्स है डबल अफ द स्टुडेन्ट्स हु डोन्ट लाइक बोथ सब्जेक्ट्स दिस इज आवर एन्सर है